6औं दिनको काठमाडौँ बसाइलाई सकाउँदै हामी घरतर्फ लाग्दैछौँ। चारजनाको जम्बोटा एकदम सङ्घर्ष गरेर आउँदाखेरि हामी सकेपछि नयाँ जिम्मा दिएर 24 जना थियौँ आउँदाखेरि। चारजनामा झरियो। अहिले हामी 4 जना छौँ। 4 जना चाहिँ नि पुरा विदेशबाट आए भइरहेछ। अहिले यहाँ देख्न सक्नुहुन्छ हामीसँग भैरा सरसँग यस्तो यो के अरे यो हेलमेट किनेर ल्याउनु भएको छ। अनि आउँदाखेरि एउटा मात्रै झोला थियो, अहिले चाहिँ हामीसँग 2-2टा 3-3टा झोलाहरू छन्। यसमा सामान त कति किन्ने अब कुरै नगरौँ। हामीले आज जे भए पनि हामीले 12 गतिको जाने संसद अधिवेशन जाने बसाल्ने बनाइयो हाम्रो आन्दोलनले। हाम्रो अर्को टलीलाई जिम्मा दिएर हामी चाहिँ अब घरतर्फ हिँडियो। सेल्फी पनि हामी विशेष फेरि आउनेछौँ। ल सुरेश सर केही भन्नु छ हजुरलाई? होइन एकदम हामीले यो आन्दोलनमा सक्रियतापूर्वक चाहिँ 5 दिनसम्म जुन शिक्षक महासङ्घले चाहिँ तोकेको समयमा नियमबद्ध रूपमा रहेर चाहिँ हामी त्यहाँ सहभागी भयौँ र अब सरकारले चाहिँ घोडा टेकिसकेको अवस्था छ। शिक्षकहरूलाई समर्थन गर्दै सर्वोच्च अदालतले पनि हिजो चाहिँ एउटा विज्ञप्ति जाहेर गरेर 3 दिनभित्र चाहिँ शिक्षाका माग चाहिँ सम्बोधन गर्नुको लागि चाहिँ एउटा विज्ञप्ति चाहिँ दिएको छ। हामी पूर्ण रूपमा विश्वस्त छौँ ऐन ल्याउनेमा। सरकारले हाम्रो आज 24औं दिनको शैक्षिक आन्दोलनमा सहभागिता जनाएर हामी अहिले काठमाडौँ बागबजारदेखि बस पार्कतिर जाने क्रममा अहिले बाटोमा अगाडि बढाइरहेका छौँ। एकदम अबका साथीहरू चाहिँ सुखद खबर लिएर आउनुहुनेछ भन्ने हामी चाहिँ आशावादी हुँदै हामीले अब काठमाडौँमा चाहिँ गर्दैछौँ। यसमा हाम्रो हिरा सरले बसाइ भयो। हामी यो 4 जनाको टिम सम्भवतः जीवनभरको लागि चाहिँ एउटा स्मरणीय क्षण बन्न पुग्यो। कहिल्यै चाहिँ एकअर्कालाई चाहिँ नभुल्ने त्यस्तो खालको चाहिँ वातावरण चाहिँ हामीले सिर्जना गर्न सफल भयौँ। यसमा सबै चाहिँ धेरै खुसी छौँ। सबैलाई एकअर्कामा चाहिँ विशेष सहयोगको लागि चाहिँ धन्यवाद भन्न चाहन्छौँ। ल धन्यवाद सुरज सरलाई। हाम्रो काठमाडौँ बसाइ कस्तो लाग्यो युवराज सरलाई 2-4 शब्द राख्न अनुरोध गर्दछु। हाम्रो यो जीवनकालमा भन्नुपर्दाखेरि एकदमै भुल्नै नसकिने अविस्मरणीय रह्यो। जुन चाहिँ आज हामी महासङ्घद्वारा आयोजना गरिएको 24औं दिनको आन्दोलनलाई बिट मार्दै हामी पुनः विद्यालयतर्फ प्रस्थान हुँदैछौँ र सम्भवतः लाग्छ आज वैशाख 12 गते आजबाट संसद अधिवेशन फेरि पुनः सुरु पनि भइसकेको छ र अब यही अधिवेशनले नै हाम्रो मागलाई सम्बोधन गर्दै हामीले माग गरेका यी कुराहरूलाई सबै पक्ष यसो मिलाएर विद्यालय शिक्षा ऐन जारी हुनेछ भन्ने हामी विश्वस्त छौँ र यो समयमा आउँदाखेरि हामीलाई एकअर्कामा आफ्ना दुःख सुख सँगसँगै धेरै कुराहरू चाहिँ सम्झनु पर्ने लायकहरू हाम्रो चाहिँ बन्यो। त्यसको लागि म धेरै धेरै धन्यवादसँगै आभार व्यक्त गर्छु हाम्रो साथीलाई। त्यही नै हो। यस समग्रमा काठमाडौँ बसाइ चाहिँ रमाइलो लाग्यो एकदम धन्यवाद सरलाई। हाम्रो हिरा शिरीष सर हुनुहुन्छ। काठमाडौँ बसाइ हजुरलाई कस्तो लाग्यो हिरा सर? एकदम राम्रो अवस्था यो शिक्षक महासङ्घको विशेष अनुरोधमा हामी नरहरी गणेलका 2 जना सरहरू एकदम अग्रज सुरेश सर, ज्ञानु सर र हाम्रो राजारुखाको तर्फबाट प्रतिनिधित्व गर्दै युवराज सर र मेरो चाहिँ पालो रहेको र त्यो अवस्थामा एउटा संयोग यस्तो मिल्न गयो कि हामीले यो आएको 1 हप्ताको समय चाहिँ कसरी बित्यो भन्ने कुरा चाहिँ थाहै भएन, पत्तै भएन। यो क्रममा हामीले धेरै दुःख सुखका क्षणहरू एक आपसमा चाहिँ सेयर गर्ने मौका मिल्यो। आत्मीयता एकदम प्रगाढ बन्यो, मित्रता बढाउने अवसर मिल्यो। यस्तै अवसर अब आगामी दिनमा पनि जुट्दै जाओस्, हाम्रो मित्रता सधैँ यसै गरी कायम रहिरहोस् भन्न चाहन्छु। र अहिले चाहिँ हामी करिब 1 हप्ताको बसाइपछि हामी चाहिँ अब घरतिर फर्कने क्रममा हामी
बस पार्क जाने क्रममा बाटोमा छौँ। यतिखेर चाहिँ अब आउँदाखेरि झोलाहरू थुप्रै थियो, सजिलो भइरहेको थियो। अहिले यता पनि छ र हातमा पनि भ्याइ नभ्याइ भएको अवस्था छ। जे होस् अलिकति गाह्रो भएको महसुस चाहिँ भइरहेछ। धन्यवाद हाम्रो हिराश्री सरलाई।